welcome back to my new video. Today I have decided to go on solo hiking हैन मन्चुकुदामा म चाहिँ त्यहाँ चाहिँ पहिला पनि गएको थियो बट पहिला चाहिँ के भन्छ अरूसँग गएको थियो 2 जना जति अनि यसपालि चाहिँ म सोलो हाइकिङ जाउँ भनेर सोचेको किनभने 3 दिन जति बिदा थियो सो जाँदैछु अनि म चाहिँ के सोच्दैछु भने यो समरमा चाहिँ अब यहाँ टोकियो वरिपरिको के भन्छ जहाँ पनि के अरे हाइकिङ जान सक्छ त्यहाँ चाहिँ म जान कोसिस गर्छु भन्ने चाहिँ तर सोलो हाइकिङ हो यहाँ चाहिँ म पहिला पनि आएको थिएँ सो पहिला पनि आएको भएर अलिकति के भन्छ जापानिजमा चाहिँ नारेगु भन्छ होइन थाहा छ नि त बाटो सो जाँदैछु लेट्स सी अनि आज चाहिँ मैले माइक लिएर आउनु बिर्सेछु त्यही भएर बाहिरको अलिकति मेरो साउन्डभन्दा पनि बाहिरको साउन्ड चाहिँ अलिक बढी आइरहेको होला सो लेट्स गो अन सोलो हाइकिङ आइ एम सो एक्साइटेड रमाइलो भइरहेछ अब म चाहिँ यहाँ ट्रेन होइन यहाँबाट म चाहिँ अहिले चुकुबा आइपुगेँ चुकुबा सेन्टर अनि यहाँबाट चाहिँ भर्खर 8 बजेको गएछ म चाहिँ 8:03 आइपुगेको बस ढिलो भएर होइन ठ्याक्कै 8 बजे गएछ गयो अब त्यही भएर 8:50 को छ त्यही भएर चाहिँ म आज ब्रेकफास्ट गर्छु अलिअलि अघि नै के भन्छ अघि केही किनेको थियो ओनिगिरीहरू अब त्यो खान्छु अनि यहाँ एकछिन बस्छु अनि 50 भएपछि चाहिँ जान्छु म एकदम राम्रो ठाउँ रहेछ यहाँ बस्नलाई चाहिँ अलि शीतल ठाउँ हेरेर बस्नु पर्यो स्टार्टेड आजको भ्लग होइन अब यहाँबाट चाहिँ मेरो भ्लग सुरु हुन्छ हाइकिङ सुरु हुन्छ सो आज चाहिँ म एक्लै छु तर यहाँ मान्छेहरू टन्नै आइरहेको छ शनिबार र आइतबार चाहिँ झन् बढी मान्छे हुन्थ्यो तर आज शुक्रबार हो तर आज पनि म आएको बसमा चाहिँ टन्नै मान्छे थियो सो एकदमै गर्मी छ मैले क्याब लिएर नै बिर्स्यो कालो हुन्छ भनेर लास्टै डर लाग्यो अब चाहिँ अलिकति हिँडेर के अरे यहाँनिर जिन्जा छ मन्दिर छ अनि त्यहाँ गएर यसो हल्का त्यहाँ घुमेर अनि त्यसपछि चाहिँ हाइकिङ सुरु गर्छौँ म चाहिँ आज पहिला आउँदाखेरि चाहिँ मैले उताबाट गएको थिएँ त्यो अर्कै 2टा रुट छ यहाँ चाहिँ अनि त्यताको रुट चाहिँ खासै गाह्रो छैन सम्मै खालको छ अनि म त्यो दिन आउँदाखेरि चाहिँ झरेको चाहिँ यता मेन बाटोबाट झरेको थियो त्यहाँ चाहिँ अलिकति गाह्रो छ बाटो सो आज चाहिँ म त्यहाँबाट स्टार्ट गरौँ भनेर सोचेको गाइज यहाँबाट चाहिँ मेन के भन्छ हाइकिङ सुरु हुन्छ यहाँ चाहिँ लेखेको छ चुकुबा यामा 90 मिनट भनेर देखाएको छ होइन यहाँ 90 मिनट लाग्छ अरे यहाँबाट चाहिँ अनि यताबाट चाहिँ केबल कार यहाँ चाहिँ केबल कारबाट पनि जान सक्छ तर म चाहिँ आज हिँडेर जान्छु 90 मिनट भनेको छ मलाई चाहिँ कति लाग्छ लेट्स सी है त जङ्गलभित्र चाहिँ अलिक शीतल यहाँ चाहिँ भर्खर आइपुगेको चुकुबामा माथि डाँडा अझै पुगेको छैन तर बिच बाटोमा आइपुग्यो रमाइलो भयो 90 मिनट भनेको थियो म 10:50मा स्टार्ट गरेको 9:50मा स्टार्ट गरेको यहाँ चाहिँ लगभग
फोटो खिच्दै भिडियो गर्दै अनि आराम गर्दै आउँदाखेरि चाहिँ म चाहिँ 11:25मा आइपुगेको थियो। आज गर्मी थियो तर भित्र जङ्गल हिँड्दाखेरि चाहिँ अब छाया परेर चाहिँ शीतल भएको थियो। यताबाट आएको चाहिँ एकदम बेस्ट लाग्यो किनभने उताको रुट चाहिँ अलिकति के भन्छ अलिक खुल्ला त्यही भएर चाहिँ उता चाहिँ घाम ठ्याक्कै डिरेक्टली पर्छ अनि त्यस्तो गर्मी हुन्छ अनि यताबाट चाहिँ एकदम सजिलोसँगै आइपुग्यो म रमाइलो भयो। म चाहिँ अहिले यहाँ माथि आएर के खाम पसल खासै छैन नि माथि त। गाइस म चाहिँ टपमा आइपुगेँ भर्खर। यहाँनिर चाहिँ फोटो खिच्नुको लागि चाहिँ यो चाहिँ मेन ठाउँ हो। अनि त्यस अझै ढुङ्गा हो यहाँबाट चाहिँ भ्यू देख्छ अरे। सो मान्छेहरू यतिको गर्नुको लागि यहाँसम्म आउँछ। मेरो स्वर पनि आएन होइन थाकिरहेको। अब म पर्खिँदैछु। म चाहिँ अहिले टपमा छु चिकुबाको हाउसमा। एकदम मान्छे खासै धेरै चाहिँ छैन रहेछ। पहिला चाहिँ म तलसम्मै लाइन बसेर चाहिँ यहाँ फोटो खिच्न आएको थियो। एक्लै भने चाहिँ गाह्रो के फोटो खिचिदिने मान्छे चाहिँ नहुने। सो एकजना मान्छेहरूलाई चाहिँ यस्तो तानाउनु गरेर चाहिँ फोटो खिच्यो रमाइलो छ। आज चाहिँ पुरै घाम लागेको भएर चाहिँ भ्यू चाहिँ दामी देखाएको छ। तै पनि के भन्छ मधुरो भएर just I feel good. This is the view. बाटोमा हिँड्दा होइन इनोसिसी के भन्छ त्यसलाई ए के भन्छ जङ्गली पिगलाई के भन्छ नेपालीमा ए सुँगुर होइन होला डर लाग्दैछ एक्लै चाहिँ के अरे हाइकिङ गर्न। त्यही भएर जापानिजहरूले चाहिँ हाइकिङ गर्दाखेरि चाहिँ त्यो घन्टी बोक्छ क्या। किनभने जापानमा चाहिँ धेरै उ छ के अरे जङ्गलतिर के पाउँछ त्यो भालु धेरै मान्छेहरू चाहिँ भालुको कारण चाहिँ मरेको समाचारहरू पनि छ। सो मान्छेहरू चाहिँ हिँड्दाखेरि हाइकिङमा जाँदाखेरि चाहिँ प्रायःले घन्टी बोक्छ कि। तर मैले आज घन्टी लिएर पनि बिर्स्यो। तर सानो थियो ठुलो भए भए एट्याक गर्थ्यो धन्न मान्छेहरू थियो र म प्यानिक हुन्थ्यो। पुरै पानी नै पानी छ क्या। जो भेटे पनि कोनिचिवा भन्यो। ओह्रालोमा चाहिँ मजा आउने तर खुट्टा काम्ने के। आज मोबाइलले गरेर होला हल्लिरहेको म